यहाँ आगो लाएर त परालको माझबाट फुत्त मुसु जान्छ। होइन के गर्ने हो हनुमाने? परालै बिताइदिउँ। परालै बिताइदिने हो? हुँदैन होला, कसको परालो मारिहाल्छन् नि। किन हुँदैन? माथिबाट त्यत्रो आदेश आछ, जसको भए पनि सरकारले तिर्दिहाल्छ नि। हो त हो, बिताइदिउँ। बिताइदिने हो। मेरो परालको कुनीमा कहाँ उला के गर्न लाग्यो तिमीहरूले? मुसलमान लाग्यो। तेरा बाउको टाउको अर्का परालको कुनीमा आगो लाएर मुसलमानलाई मार्यो। तलाई डाका तलाई। पुलिस दाइ, मुसा भेट्यो। कहाँ बाबु कहाँ? मेरो हातमा भेट्यो। अक्षय साहब, यो मान्छे मात्रै परिचालित गरेर भएन क्या, बिरालो पनि परिचालित गर्न पर्यो। फेरि बिरालो परिचालन गर्नको लागि मैले धुर्मुसेलाई जिम्मा दिएको छु। मामा, तपाईको घरमा भएको बिरालो लिएर तुरुन्तै आउनु पर्यो के यहाँ? के भने के सुनिएन भन्छ? तपाईको घरमा भएको बिरालो चाहियो के हामीलाई यहाँ? के रे? हातेरिका, जमिनबाट यत्रो हाइटमा उक्लेर फोन गरिरहेको छु, अझै पनि क्लियर बुझ्दैनन् त बुढा। तपाईको घरमा भएको बिरालो चाहियो के मामा मलाई यहाँ? ला भान्जा बिरालो त छैन, अस्ति नै मर्यो। के रे? मर रे? अन्त गाउँमा काहीँ छैन मामा? अर्कालाई ढलाएर के गरेको तैँले भाटबाटै? काठ गलेर मर्नु भयो त के गर्नु त मैले? मामा, तारे ढल यहाँ पछि कुराहरूलाई। सिल्ली मोरो कहाँ घर खोल्ने? मुसाले पल बनाउँदै आएर छ भित्रसम्म, कहाँसम्म पल बनाएर छ भनेर खन्दै गएको। तेरा बाजे मेरै घर खन्ने आज हाइट भातेहरू। मेरो कुरालो उदालो तेरो आज भातेहरू लगाएर त मेरो घर त गर्ने मुरुङ लोडेलमा खोलिआएको छ नि त भातेहरूले।